शेरबहादुर देउवाको घरभित्रको त्यो पैसा देख्नुभयो तपाईले? देख्नुभयो? घर जलेर सकियो, पैसा जलेर सकिएन, के भन्नुहुन्छ? त्यो पैसा भनेको नेपालको मेची बेचेको, महाकाली बेचेको, गण्डक बेचेको, उद्योग धन्दा बेचेको, 80 लाख युवाहरू बेचेको, राज्य सत्ता आफ्नो हातमा लिनको लागि विभिन्न किसिमका साधारण राजनीतिक नियुक्तिहरू हुन्छ नि। एउटा क्याम्पसको अथवा एउटा विश्वविद्यालयको भिसीदेखि लिएर विभिन्न आइजी एआइजी सबको नियुक्ति गर्नको लागि ती देशघाती राष्ट्रघातीहरूले नेपाली जनतालाई बोकबोकै मारेर, नेपाली युवाको रगत खाएर, नेपाली युवालाई कंगाल बनाएर, देशलाई ऋणमा डालेर यी पापी अपराधीहरूले देशको सम्पत्ति प्रष्ट कब्जा गरेको छ भन्ने कुरा प्रमाणित हो। यो हरेक नेपालीले सोच्नुपर्छ। यी भनेका देशका घाती हुन्, यी पापीहरू हुन्, यी अपराधीले नेपाली जनतालाई बर्बाद पारे भनेर प्रष्ट भयो। एउटा मन्त्री बनाउन ब्रिफकेस लिएर भाउजू भेट्न जानुपर्छ। भाउजू सत्य सत्य भएन, तपाईँले प्रमाणित भयो नि त। तपाईँकै मिडियामा आर्जुले भनेको थिएन हामी अहिलेको जमाना पनि पैसा हामी कुनै घरमा राख्छौँ र हामी पैसा भनेको त एउटा अलिकति क्रेडिटिङ कार्ड हुन्छ, जहाँ जान्छौँ त्यहाँ पैसा निकाल्छौँ, त्यहाँबाट निकाल्छौँ, त्यसै आफ्नो खर्च गर्छौँ भन्थे। ती अपराधीहरूले प्रष्ट थाहा भयो नि त। घर हामीले सोच्यौँ घर इट्टाको भनेको, तर घर इट्टाको रहेनछ, घर त पैसाको रहेछ। नेपाली जनताको रगत पसिना थुपारेको पैसाको घर बनाएको रहेछ, प्रष्ट भयो नि त, होइन र? जनताले नङ्ग्याउँछन्, अब नङ्ग्याएन नि पापी अपराधीहरूलाई। यिनीहरूका मदन भण्डारीको रगतमाथि होरी खेल्ने पापीहरू हुन्, यिनीहरूका बिपी कोइरालाको रगतमाथि होरी खेल्ने पापीहरू हुन्। नै काङ्ग्रेस हुन्, नै कम्युनिस्ट हुन्, नै समाजवादी हुन्, नै लोकतन्त्र सभापति फेरि आउने कुरा छ नि। फेरि को सभापति? शेरबहादुर देउवा। त्यही आएर त यो हालत भयो नि त। त्यही शेरबहादुर जस्ता भ्रष्टहरूलाई काङ्ग्रेसले माने त आज बिपीको काङ्ग्रेस रहेन नि त। नत्र मदन भण्डारी जस्ता मान्छे पनि त थियो होला नि पार्टीमा। ती पार्टीलाई बर्बाद बनाएर केपी ओली आएर पो आज एमाले सिद्धियो नि त। केपी ओली र शेरबहादुरको श्रीमती श्रीमान मिलेर त आज यिनीहरूको त्यत्रो शक्तिशाली सरकार आज सडकमा घिसारियो नि त, घिसारिएन? यिनले अपराध गरे त यी आज नुङ्गिए नि। हिजोको शेरबहादुरको हालत कस्तो थियो? हिजो केपी ओलीको अहिले के अरे छ नि, के अरे डेरा हेर्नु त, तीन पुस्ताको नाम खोजिरहेका छन् जनताले। डेरा बस्दाखेरि उस्तो हालत कस्तो भयो? यी अपराधी हुन्। फेरि नेतृत्वमा आउने अरे भन्दैछु त म। नेतृत्व फेरि आउने अरे के उहाँहरू? के हुन्छ अब? नेपालको प्रथम प्रधानमन्त्री बन्न सक्दैनन्, जनताको नेतृत्व बन्न सक्दैनन्। भ्रष्टहरूको झुण्डहरूको जेसुकै बन्न सक्दैन के सरकार? यहाँ पार्टी कति छन्? कति 100-200 पार्टीहरूको अवस्था होला नि त। तर उनीहरू अब जनताको अगाडि सिर ठाडो पारेर आउँदैनन्। अनि गगन थापाले म आउँछु, अब म सुध्रिएर आउँछु, सचिएर आउँछु भन्छन्। त्यो अहिले कौरव थियो अहिलेसम्म, होइन? अहिलेसम्म के अरे हन्नका डाँकु थियो। अब सुध्रियो भने पाण्डव बन्यो भने, कृष्ण बन्यो भने त्यो त गौरव छ नि त, बनाउँछ। नत्र भने त हामीले के छ, उता अहिलेसम्म कौरव थियो, अहिलेसम्म के अरे रावण थियो, होइन? अहिलेसम्म देश लुटेको थियो। अब म सुध्रिएर आउँछु भन्दा सुध्रिएपछि मानौला नि त, अहिले त सुध्रिया छैन नि त, होइन? रविलाई गगनले हाले भन्छन् भित्र जेल, फेरि आयो भने फेरि कसलाई हाल्ने हुन् रासोपा भित्रकाले? सुन नि, तिनीहरू आउँदैनन् के छ, तिनीहरू जनताबाट सिद्धि, तिनीहरूको पुस्ता छन्, सकिए तिनीहरू, त्यो सकिए। तर हर्क बालेन गोपीहरू र रासपा एक हुनुपर्छ। खरानीको टिको लाएरै आउँछु भने खरानी टिको त्यो भन्ने मात्रै हुन् कि काम गर्दैन उनीहरू। जनताबाट सिद्धिसकेका छन्, राजनीतिक हिसाबमा तस नष्ट भइसकेका छन्। सकन्जसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको लिड गर्नुपर्छ। जनजीका आन्दोलनमा उठाएका माग र राष्ट्रिय स्वतन्त्र पार्टीका मागहरू एउटै हुन्। यहाँ आज जेनजीले उठाएको माग रवि लामिछानेले सडकमा उठाउँथे। त्यस कारणले गर्दा जेनजी नै राष्ट्रपा हो, राष्ट्रपाले जेनजी हो। जेनजीको प्रतिनिधित्व राष्ट्रपाले गर्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको नीलो क्रान्तिले गर्छ। यो कुराहरू तपाईँ हामीले बुझ्नुपर्छ। र मिसन 84 भन्थ्यौँ, फागुन 21 गते यो देशमा ठाउँ ठाउँमा, गल्ली गल्लीमा, बस्ती बस्तीमा, जिल्ला जिल्लामा राष्ट्रपाको एकल सरकार हुनुपर्छ। त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू यो बन्द कोठामा होइन, आइसीमा होइन, जसरी पार्टी सभापतिले काल कोठरीमा जिम्मेवारी बताएको छ नि, त्यसरी अबको नेताले गाउँ बस्ती बस्तीमा गएर दुःख पीडा गर्यो भने फागुन 21 गते सफल हुन्छ। थ्याङ्क यू।